ठिक छ। हामीसँग यति बेला प्रत्यक्ष प्रसारणमा हुनुहुन्छ यस दोभान कपका खेल संयोजक सुरेन श्रेष्ठ तथा ब्रदर्स स्पोर्ट्सका सञ्चालक। सर्वप्रथम त स्वागत गर्न चाहन्छु यहाँलाई। धन्यवाद छ। र हामी उहाँसँग केही खेलकुदको बारेमा छोटो कुराकानी गर्नेछौँ। प्रथम दोभान कप फुटबल प्रतियोगिता सम्पन्न भयो। समग्रमा हजुरहरूले गर्नुभएको यो कप चाहिँ कस्तो रह्यो त? हामी युवा नेतृत्व दोभानको पहिचान भन्ने मूल नाराका साथ हामीले प्रथम दोभान कप खुल्ला 7 साइड फुटबल प्रतियोगिता आयोजना गरेका थियौँ। रूपा गाउँपालिकामै पहिलोचोटि फुटबलमा एकदमै पहिलोचोटि रूपा गाउँपालिकामा हामीले आयोजना गर्दाखेरि धेरै सफलता एकदमै राम्रो पाएको भन्ने महसुस गरिरहेका छौँ। धेरै त्यहाँका स्थानीय बासिन्दाहरूले पनि हामीलाई सकारात्मक रूपमा लिएर विभिन्न सहयोगहरू गर्नुभएको छन्। हामीले समग्र रूपमा दोभान कप खुल्ला 7 साइड फुटबल प्रतियोगिता एकदमै भव्य रूपमा सफल भएको महसुस गरेका छौँ। र यसै गरी हजुरहरूले गर्नुभएको यो कपमा चाहिँ राष्ट्रिय खेलाडी पनि सहभागी हुनुभएको थियो, जसमा चाहिँ कति गरिमा बढेको छ र आगामी वर्षमा पनि यसलाई निरन्तरता दिनुहुन्छ कि हुँदैन त? हाम्रो यो प्रथम दोभान कप खुल्ला 7 साइड फुटबल प्रतियोगितामा चाहिँ राष्ट्रिय खेलाडीहरू पनि देशबाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका राष्ट्रिय खेलाडीहरू पनि सहभागी हुनुभयो। हामी एकदमै गौरवान्वित महसुस गरेका छौँ, एकदमै राम्रो महसुस गरेका छौँ। यसले गर्दाखेरि हाम्रो स्थानीय खेलाडीहरूलाई पनि प्रोत्साहन मिलेको छ, एकदमै राम्रो गर्नुपर्ने हुन्छ। हाम्रो यो दोभान कपमा चाहिँ लोकल टिमहरू, स्थानीय टिमहरू पनि रहेको थियो र हामीहरूलाई चाहिँ अन्तर्राष्ट्रिय खेल खेलिसक्नुभएका राष्ट्रिय खेलाडीहरू हाम्रो खेलमा सहभागी हुन पाउँदाखेरि चाहिँ हामी एकदमै खुसी छौँ, धेरै आभारी छौँ। अब संक्षिप्तमा चाहिँ दोभान क्लबको केही जानकारी दिनुहोस् न थोरै। हामी विगत धेरै वर्षदेखि हाम्रो दोभान क्लब चाहिँ हामी सानो हुँदाखेरि नै हाम्रो दोभान कप क्लब यो स्थापना भएको थियो। अहिले हामी कोरोना कालमा, विशेष गरी हामीले कोरोना कालमा रूपा गाउँपालिकाले ल्याएको नीति अनुसार यो कोरोना कालमा हामी जस दोभान क्लब भनेको पोखरा महानगरपालिका र रूपा गाउँपालिकाको सिमानामा रहेको हुनाले चाहिँ हामी त्यो सिमानालाई कोरोना कालमा एकदमै हेल्प डेस्क राखेर त्यसपट्टि अलि स्थापित भएर युवाहरूलाई एकीकृत गरेर विभिन्न सामाजिक कार्यहरू, विभिन्न खेलकुद कार्यक्रमहरू गर्दाखेरि अहिले चाहिँ हामीले चाहिँ 7 साइड फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिदियौँ। यसै गरी तपाईँको भावी योजनाहरू चाहिँ अब क्लबबाट चाहिँ के छन् त? हाम्रो भावी योजना भनेको युवाहरूलाई चाहिँ खेलबाटै अथवा फुटबलबाटै अलिकति सक्षम बनाउन सकिने, कुलतबाट लागेका युवाहरूलाई चाहिँ कुलतमा लाग्न नदिने र विभिन्न सामाजिक सङ्घ संस्थाहरूसँग सहकार्य गरेर, गाउँपालिकाहरूसँग सङ्घ संस्थाबाट सहकार्य गरेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर जागरुक बनाउने यस्तै कार्यक्रमहरू रहेको छ हाम्रो। अब यसै गरी अन्त्यमा चाहिँ आम रूपावासीको लागि चाहिँ के भन्न चाहनुहुन्छ त? सम्पूर्ण रूपावासीहरूलाई चाहिँ हाम्रो यो प्रथम दोभान कप खुल्ला 7 साइड फुटबल प्रतियोगितामा तपाईँहरूले प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा जे जति सहयोग गर्नुभएको छ त्यसको लागि धेरै आभारी छौँ। विभिन्न प्रायोजकहरूले हामीहरूलाई आर्थिक सहयोग गर्नुभएको छ। विभिन्न देश विदेश रहनुभएका दाजुभाइ दिदीबहिनीहरूले हामीहरूलाई सहयोग गर्नुभएको छ। त्यो सहयोगको लागि हामी दोभान क्लबको तर्फबाट, म खेल संयोजक सुरेन श्रेष्ठको तर्फबाट पनि धेरै आभारी छौँ, धन्यवाद व्यक्त गर्न चाहन्छौँ। आगामी दिनहरूमा पनि तपाईँहरूले हामीलाई यसरी नै प्रोत्साहन गर्नुहुनेछ, साथ दिनुहुनेछ र हामी रूपा गाउँपालिका कार्यालयलाई पनि हामीलाई त्यो खेल मैदान यो हामीलाई उपलब्ध गराउनु भएको छ। त्यहाँका स्थानीय भिडचोक आमा समूहहरूले पनि हामीलाई धेरै नै सहयोग गर्नुभएको छ। त्यहाँका स्थानीय क्लब, ध्रुवतारा क्लब, मुस्लिम समाज र हाम्रो आफ्नै ठाउँमा रहेको रूपा गाउँपालिका वडा नम्बर 5 फेदीमा स्थित रहेको दोभान आमा समूह, फेदी नेवा खल र विभिन्न हामीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने युवा क्लब अनि आमा समूह, टोल विकास संस्था सम्पूर्णहरूलाई हामी धेरै धन्यवाद दिन चाहन्छौँ। र हाम्रो उक्त खेलमा रहेको सम्पूर्ण 24 टिम सहभागी भएको थियो भने 24 टिममा चाहिँ सम्पूर्ण आएर एकदमै शान्तिपूर्ण एकदम सहयोग गरेर सम्पन्न खेल खेलेर जानुभयो। त्यो सम्पूर्ण क्लब सहभागी टिमहरूलाई पनि धेरै आभारी छौँ, धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद।